नमस्ते। दीक्षाको भान्सामा आज खसीको मासु पाक्दैछ। पहिला आवश्यक सामानहरू तयार गरे। ग्यास बसालेर प्रेसर कुकरमा शुद्ध तोरीको तेल हाले। तेल पाकेपछि ल्वाङ, मेथी, सुकुमेललाई हल्का खुराए। प्याज पनि हालिदिए। प्याज नपाक्दै मासु पनि हालिदिए, किनभने प्याज धेरै भुट्यो भने प्याज डढेर मासु राम्ररी भुट्दैन। त्यसैले प्याज र मासु एकै साथ हाले। बेसार पनि हाले र नुन पनि हालिदिए। नुन अगाडि हाल्यो भने मासुमा राम्ररी भिजिन्छ, त्यसैले हालेको। एकछिन भुटेर मासु रातो भएपछि अदुवा लसुनको पेस्ट पनि हालिदिए र राम्ररी चलाएर छोपिदिए र एकछिन भुटे र टमाटर पनि हालिदिए र मजाले चलाइदिए। एकछिन छोपिदिए। एकछिन छोपिसकेपछि टमाटर पनि राम्रोसँग पाक्न जान्छ। राम्ररी एकछिन पकाएपछि लेतो हुन्छ र लेतो भइसकेपछि साइडमा तातो पानी तताएर राखेको छु मैले। त्यही तातो पानी 2 गिलास जति खनाइदिए आवश्यक अनुसार र राम्ररी चलाएर सिटी लाग्नको लागि बिर्को ढकनी लगाइदिए र 2 सिटी लगाएर मैले निकाले। खसीको मासुको रेसिपी तयारी भयो। मन परे लाइक, कमेन्ट, सेयर